नमस्ते दर्शनबिन। आज चाहिँ हामीहरूले भारतमा रहेको बेङ्गलोरबाट चाहिँ एकदमै सेयर गर्नै पर्ने खबर लिएर आएर छौँ हजुरहरू मार्फत। र हामीसँग हुनुहुन्छ हामीहरूको गङ्गा सापकोटा होइन, सापकोटा। र उहाँहरू हामीहरूको बेङ्गलोरमा बसोबास गरेको धेरै सालबाट बसोबास गर्नुभएको रहेछ र हामीहरूलाई कल गरेर उहाँ हामीसँग जुडेन आइपुग्नु भइरहेछ। र तपाईँलाई के कस्तो लागेको छ हामीहरूको युथ फाउन्डेसनको बारेमा दुई कुरो भनिदिनुहोस् र उहाँको बारेमा पनि म दुई कुरो तपाईँहरूलाई प्रस्तुत गर्नेछु। यो विट फर्मेसनको बारेमा मलाई बहुत राम्रो 3 वर्षदेखिबाट मैले यो हेरिरहेको थिएँ र यसमा आज म जोइन हुन पनि आएको छु। म भिडियोहरू पनि हेर्थेँ, यसमा म वाट्सएपमा पनि जोइनिङ थिएँ ग्रुपमा र भिडियोहरू पनि हेर्थेँ। मलाई भिडियोहरू पनि राम्रो लाग्थ्यो, राम्रो सहयोग गर्नुहुन्छ तपाईँहरूले र मलाई पनि यो समाजसेवामा जोइनिङ हुन मन थियो र आज म आइपुगेँ यहाँ र जोइनिङ पनि भएँ। आज म जोइनिङ पनि भइरहेछु र बहुत राम्रो लागेको छ मलाई। अनि उहाँ चाहिँ एउटा समाजसेवी, युथ फाउन्डेसनमा आउनुभन्दा अगाडिदेखि समाजसेवी हुनुहुन्छ। कसरी भन्दाखेरि उहाँ एउटा धामी हुनुहुन्छ र घुङ्खर धामी। उहाँ चाहिँ आज हामीहरूको दर्शनबिनहरूले एउटा हामीलाई रिक्वेस्ट पनि गर्नुभएको थियो कि हामीलाई फोन गरिराख्नुहुन्छ, भाइ तपाईँहरू युथ फाउन्डेसनमा हुनुहुन्छ र तपाईँहरूलाई त नम्बर छ होला, एउटा राम्रो धामीको नम्बर दिनुहोस् न भनेर पनि उहाँहरूले भन्नुहुन्छ। र त्यही मार्फतले उहाँलाई पनि जानकारी लिँदाखेरि उहाँ एउटा राम्रो धामी हुनुहुन्छ र हाम्रो गाउँको हुनुहुन्छ र उहाँहरूलाई म अगाडिदेखिबाटै चलाइरहन्छु र परि आउँदाखेरि उहाँलाई नि म कन्ट्याक्ट गर्छु र तपाईँहरूले पनि यो कुरोले तपाईँहरूको घरमा पनि राम्रो होस्। तपाईँहरूको घरको बाबुहरू पनि सानसाना नानी रहन्छन्, केटाकेटीहरू, र यहाँ धामी भेट्न साह्रै मुस्किल पर्छ बेङ्गलोरको जग्गामा होइन। र उहाँहरूलाई तपाईँ कन्ट्याक्ट गर्न सक्नुहुन्छ र उहाँहरूलाई हामीले धेरै अगाडिदेखिबाट चलाएको हौँ र उहाँहरूलाई अब आउँदाखेरि हामीहरूको दाजुभाइहरूलाई कसैले फोन गऱ्यो भने यो स्क्रिनमा हामी नम्बर उहाँको दिन्छौँ र उहाँहरूले गरेको कामलाई हामी धेरै राम्रो भन्न चाहन्छौँ र आउँदो दिनमा उहाँहरूलाई हामी चलाउनुपर्छ र हामीहरूको समाजको लागि बाहिरतिर हामी नजाउँ। किनकि आज हामीहरूको परदेशमा बसोबास गर्ने दाजुभाइहरूले के गर्नुहुन्छ भने हामीहरूको धामी नभेट्दाखेरि अरू रिलिजियनको धामी लिएर चलाउनुहुन्छ। त्यो नगरौँ। हामी आफ्नो धामी हुनु होइन, आफ्नो धामी हुनुहुन्छ, उहाँलाई हामी बोलाउँ, उहाँ आउनुहुन्छ। र तपाईँ बेङ्गलोरमा कहाँ कहाँ बोलायो भने जान सक्नुहुन्छ? बेङ्गलोर त म पुरै बेङ्गलोरमा कहीँ पनि बोलाउनु भयो भने म जान सक्छु। तपाईँ 24/7 फ्री होइन? म फ्री छु यो कामको लागि, समाजसेवाको लागि म जतिखेर पनि फ्री छु। अच्छा, यो धामी भन्दाखेरि अब हामीले तपाईँले कस्तो कस्तो खालको चिन्ता बस्नेदेखि लिएर के गर्नुहुन्छ होला, दुई चार कुरो प्रस्तुत गरिदिनुहोस्। अब चिन्ता पस्नेदेखिबाट लिएर म त गर्न त इत्यादि नै काम गर्छु। अब भिडियोहरू भेट्नुहुन्छ तपाईँहरूले, मलाई फलो गर्नुभयो भने र मेरो आकाश सापकोटा नाममा छ आइडी, त्यसमा फलो गर्नुभयो भने मेरो भिडियोहरू तपाईँहरूले भेट्नुहुन्छ, त्यसैमा हेर्न सक्नुहुन्छ। धन्यवाद तपाईँहरूलाई, हामीहरूको अलसम बेङ्गलोर युथ फाउन्डेसन हेरेर बस्नुभएको हामीहरूको दर्शनबिनहरूलाई तथा हामीहरूको जी न्युज हेर्नु भएको दर्शनबिनहरूलाई नि हामी धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। र उहाँहरूको कामलाई लिएर हामी धेरै धेरै धन्यवाद किन दिनुपर्छ भने परदेशमा आएर पनि एउटा हामीहरूको जाति सेवालाई उहाँले गरिराख्नु भएको रहेछ र आज हामीहरूको युथ फाउन्डेसनमा पनि उहाँ जोइन भइसक्नु भइरहेछ र हामीलाई लागेको छ त्यसरी नै परदेशमा छरिएर बसेका दर्शनबिनहरू हामीहरूको युथ फाउन्डेसनमा जुरिएर बस्नुहोस् र राम्रो समाजसेवा हामीहरूको गर्नुपर्छ। के भन्नु छ? राम्रोसँगले गर्नुपर्छ र राम्ररी तपाईँहरू पनि जोइनिङ हुनुहोस्, अरूलाई पनि सेयर गर्नुहोस्, जोइन गर्नुहोस् र राम्रोसँगले हामीहरूले यो परदेशमा पनि यति गरेर सेवा गर्न पाएका छौँ, बहुत राम्रो कुरो हो। यति नै। अनि तपाईँ यो यसको ताबिज साबिज बुटीको यो ताबिज बुटी सबै थोकै मसित पाइन्छ र झाडाफुकाबाट लिएर चिन्ता बस्नेदेखिबाट लिएर ताबिज बुटी सबै थोक मसित पाइन्छ, इत्यादि सामान। धन्यवाद तपाईँहरूलाई। तपाईँहरूले यो भिडियो हेर्नुभयो, लास्टसम्म यो भिडियो हेरिदिनुहोस् र उहाँले गरेको कामहरू हामी यो स्क्रिनमा देखाउने कोसिस गर्छौँ र उहाँको नम्बर, उहाँको डिटेल्स सम्पूर्ण हामी यहाँ मेन्सन गर्नेछौँ। तपाईँहरू हामीसँग जुटेर बस्नुहोस्। धन्यवाद।